हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सन्चै रहनु होला। म विष्णु चाँद अनि मेरो आज दिल्लीको सडकमा पहिलो ब्लग बन्दैछ। अनि म अहिले काम गर्न जान्छु अनि ठ्याक्कै दोकानमा पुगिसकेपछि हजुरलाई भेट्नेछु। अनि गाइस म ठ्याक्कै कामबाट कामबाट भन्दा दोकानबाट आइसकेको छु खानाको लागि। अनि म अहिले खाना अनि यस्तो जिन्दगी के गर्न सक्छु गाइस। अब दिल्ली आएको छु, अब दिल्लीमा काम त गर्नुपर्छ। यहाँ गर्मी त यस्तो छ कि गाइस टक्क हालेर। अनि दिल्लीको यस्तो चर्को घाम छ पुरै नगर्नु। अब मान्छेहरू हेरिरहेको छु, मलाई मतलब छैन। गाइस अनि म घरबाट आइसकेँ खाना खाएर अब दोकान जाँदैछु। यस्तो गर्मी छ यो दिल्लीमा, के भन्नुहुन्छ हजुरहरू भन्नु सक्नुहुन्छ। त्यो यस्तो गर्मी अनि मार्केट ह्याङ छ है यो रात। सपिङ गर्न लागेपछि कमला पसल सक्नुहुन्छ। दोकान बन्द छ गाइस। अनि यस्तो गर्मी छ कि कुरै नगर्नु। म अहिले 10 मिनट दोकानबाट बाहिर आएर छु, यस्तो गर्मी छ। अनि हजुर कपडा किन्न सक्नुहुने भए चाहिँ कमला नगर आउनु, कमला नगर। अहिले आज त दोकान किन पो बन्द छ, 2 गते किन पो। अनि त्यही भएर आज यस्तो बजार बन्द, नत्र भने त साँझतिर खुट्टो राख्ने त त्यो हुन्न, ठाउँै हुन्न। अनि म कामबाट आइसकेको छु, साँझ छुट्टी भइसक्यो। आज बजारतिर बन्द छ के, 2 गते किन पो। अनि टक्क पारेर आज यसो पार्कमा आएको छु। दिल्लीको सडक आज खाली हो। म एउटा चिज देखाउन चाहन्छु गाइस हजुरहरूलाई। मेरो ड्रिम कार अगाडि होला, तर छ कि नै देखाउँछु। ड्रिम कार त भेट्दैन अब गाइस। अब घरतिर लागिसकेँ म, अब घरतिर जाँदैछु तर खाली। आज मार्केट बन्द भएर पुरै बन्द गाइस, पुरै बन्द। यस्तो भिड हुन्छ नि, हिँड्ने बाटो पनि हुन्न। आज मार्केट बन्द भएर यहाँ सटर पुरै बन्द। कोही दोकान मात्र खुल्ला, त्यही भएर दिल्लीमा अब त्यही भन्न चाहन्छु, अरू केही भन्न चाहन्न। आजको लागि यति नै गाइज। थ्याङ्क यू फर वाचिङ, बाई गाइज।